guys, welcome back to my channel. आज चाहिँ हामी सबैको फेभरेट किमा नुडल्स बनाउँदै छौं है त। म चाहिँ फर्स्टमा स्पेगेटी बोइल गर्छु। That's me. गर्छु। Let's boil the spaghetti. Guys, हाम्रो स्पेगेटी चाहिँ रेडी हुँदैछ। अब यो चाहिँ रेडी हुन आँटेपछि चाहिँ मैले यसमा यो बक छोई एड गर्छु। यहाँ चाहिँ हाम्रो किमाको लागि चाहिँ अनियन, गार्लिक अनि यो चाहिँ स्प्रिङ अनियन रेडी भइसक्यो। प्याजहरु यो चाहिँ बोइल भएर रेडी भएपछि यो रेडी हुन आँटिसक्यो। यसमा चाहिँ अब मैले यो बक छोई एड गरिदिन्छु। यो बक छोईलाई चाहिँ हामीले यही बोइल गर्छौं है त। तेल बनाउने हो। पुरै तेल राख्नुपर्छ। यसमा चाहिँ तेल तातिसकेको छ। प्याज एड गर्छु फर्स्टमा। अनि त्यसै गरी लसुन पनि राखिदिन्छु। स्प्रिङ अनियन चाहिँ हामीले अहिले छिन हाल्छौँ है त। यसलाई चलाउने एकछिन गर्छौँ है त। सो मैले लिएको छु 500 ग्राम किमा। यसलाई हामीले मजाले चलाएर पकाउँछौँ। सो यो किमालाई चाहिँ हामीले चाहिँ यसै गरी चलाउँदै अनि 5 मिनेटसम्म चलाउनु पर्छ। यसरी थिच्दै चलाउँदै छोड्दै गरेर चाहिँ यसलाई हामीले पकाउनु पर्छ। ल यसको यो यसबाट निक्लेको पानी सुकिसकेपछि चाहिँ अब यसमा चाहिँ हामी सोया सस एड गर्छु। मैले चाहिँ यसमा चाहिँ मैले 2 टेबलस्पुन सोया सस युज गर्छु। त्यसपछि चाहिँ हामीले चाहिँ यसलाई मजाले चलाइदिनु पर्छ। यो सोया ससमा चाहिँ यसमै सल्ट पनि छ, त्यही भएर मैले चाहिँ एक्स्ट्रा सल्ट चाहिँ एड गर्दिन। हामीले चाहिँ यति बेला चाहिँ हिट चाहिँ एकदमै मिडियममा लो टु मिडियम राखेर अनि यसलाई यसरी चलाउँदै पकाउनु पर्छ। यसलाई हामीले यसरी नै अर्को 5 मिनेट पकाउँछौं। अब यसलाई चाहिँ हामीले एकछिन यस्तै गरी चलाएर 5 मिनेट जति पकाएपछि अब यसमा चाहिँ मैले चाहिँ अब टमाटो प्युरे चाहिँ हामी यसमा एड गर्छौं। टमाटो प्युरे राखेर अनि यसलाई हामी एकछिन चलाउँछौं। टमाटो प्युरे राखेपछि यसमा चाहिँ मैले स्प्रिङ अनियन पनि एड गर्छु। यसलाई चाहिँ फेरि हामी
चलाउँदै अर्को 10 मिनेटसम्म पकाउँछु। नुडल्स चाहिँ आजभोलि मेरो फेभरेट नै भइसक्यो क्या। हो पाइसक्यो। कस्तो छ नुन कस्तो छ? दामी छ। नुन हाल्नुपर्ने छ र? थोरै चिल्ली पाउडर एड गर्छु। मैले चाहिँ यसमा नुन हालेको छैन किनभने सोया सस पनि मिल्ने छ। हजुरहरूलाई चाहिँ एक्स्ट्रा नुन खानुहुन्छ भने चाहिँ प्लिज नुन पनि एड गर्नु। अलराइट गाइज, अब हाम्रो किमा नुडल्स चाहिँ रेडी भइसक्यो। लास्टमा चाहिँ मैले थोरै धनियाँ र प्याजले गार्निस गरिदिएको छु है। अनि हाम्रो किमा नुडल्स चाहिँ रेडी भयो। यो यत्तिकै खाँदा पनि मिठो हुन्छ, जेसित खाँदा पनि मिठो हुन्छ खासमा। तर हामीले चाहिँ आज किमा नुडल्स बनाउँदैछौँ। अब चाहिँ हामी यसलाई चिल्ली ओइल बनाउँदैछौँ। सो चिल्ली ओइलको लागि चाहिँ हामीले चिल्ली फ्लेक्स, मैले चाहिँ यहाँ 3 चम्चा चिल्ली फ्लेक्स लिन्छु। हजुरले कतिको पिरो खानुहुन्छ त्यही अनुसारले चाहिँ चिल्ली फ्लेक्स लिनु होला। सो मैले 3 चम्चा चिल्ली फ्लेक्स लिएको छु। त्यसपछि यसमा चाहिँ मैले थोरै टिमुर चाहिँ एकदमै ठिक्क थोरै हाल्नुपर्छ, नभए फेरि एकदम पर्पर गर्छ नि त। सो ठिक्क टिमुर हाल्ने थोरै गाइस। टिमुर हालेपछि अलिकति हामीले छोप हाल्ने। मैले चाहिँ यसमा यो आलस फ्ल्याक्सिडको धुलो हाल्छु थोरै। छैन भने यु क्यान अल्सो एड के अरे तिलको छोप हाल्दा पनि हुन्छ। जेको छोप छैन भने छोप नहाल्दा पनि हुन्छ, त्यो खासै फरक पर्दैन है त। तर हाल्यो भने मिठो हुन्छ। यसमा चाहिँ मैले अब थोरै नुन एड गर्छु। अनि यसमा चाहिँ मैले 1 चम्चा सोया सस पनि एड गर्छु। मैले चाहिँ यो लाइट सोया सस लिएको छु किनभने लाइट सोया सस चाहिँ खाँदाखेरि एकदमै मिठो हुन्छ। 2 चम्चा जति लाइट सोया सस एड गरिदिन्छु। अनि मैले यसमा थोरै लसुन पनि एड गर्छु। जुन भेजिटेबल ओइल हाल्दा पनि हुन्छ। तेल तताउँछौँ। 4 टीस्पुन जति तेल तताएर चाहिँ हामीले चाहिँ त्यसलाई तेलले ज्वाइँ पार्छौँ। तेल तातिसकेको छ। अब यो तेललाई चाहिँ हामीले यसमा ज्वाइँ पार्छौँ है त। अब चाहिँ हामीले किमा नुडल्सलाई प्लेटिङ गरौँ है त। पहिला चाहिँ हामीले चिल्ली सस, कतिको पिरो खाने हो त्यही अनुसारले चाहिँ हामीले यहाँ चिल्ली सस राख्नुपर्छ। अनि त्यसपछि मसिनो गरी काटेको लसुन चाहिँ राखिदिनुपर्छ। त्यसपछि हामीले मसिनो गरी काटेको प्याज राख्छौँ। अनि मैले चाहिँ त्यहाँ 1 चम्चा सोया सस राखिदिन्छु। अनि हामीले अघि रेडी गरेको नुडल्सलाई चाहिँ त्यहाँनिर माथिबाट तातो एड गर्नुपर्छ।
माथिबाट हामीले किमा राख्छौँ। अनि फेरि थोरै प्याज धनियाँले गार्निस गरिदिन्छु। अनि मसिनो गरी काटेको प्याज अनि पिनट्स, यसले चाहिँ एकदमै मिठो र क्रन्ची बनाउँछ। अनि हामीले छुटाउनै नहुने बक चोईलाई पनि हामीले राखिदिन्छौँ। मसँग चाहिँ अलिक नै धेरै बोइल भएको बक चोई पनि छ। किमा नुडल्स चाहिँ रेडी भयो। मैले यसलाई मोलेर पनि देखाउँछु। यसरी हाम्रो किमा नुडल्स पनि रेडी भइसक्यो।